भाग्यले थप्नु चाहिँ भएन, मान्छेले थप्दैमा केही पनि हुँदैन नहुँदै भन्दै आजको भ्लग सुरुवात गर्न गइरहेको छु। हेलो लेडिज द जेन्टलमेन, आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आजको न्यू डे न्यू एपिसोडमा यहाँहरूलाई वेलकम भन्न चाहन्छु है त। आज भ्लग के रहनेछ कृपया भ्लग सुरुदेखि लास्टसम्म हेरिदिनु होला है त। एकछिनमा भेटौँ। आजको भ्लग नै सुरुवात भयो। यहाँ चाहिँ लाइभ गरी हुनुहुन्छ अगाडि चाहिँ 20 जना हुनुहुन्छ। आज चाहिँ नयाँ डेस्टिनेसन नयाँ गन्तव्यमा जाँदैछु है त। जान्छु के कस्तो सक्ने चाहिँ अब चाहिँ हामी चाहिँ बिस्तारै बिस्तारै आजको डेस्टिनेसन गन्तव्यतर्फ आउँदैछौँ कि अगाडि चाहिँ 3जना छन्। हामी चाहिँ खाना है गाइस। आजको भ्लग चाहिँ सबको यहाँहरूलाई चाहिँ मनोरञ्जन दिने प्रयास गर्नुहुन्छ। अब गएर चाहिँ के कस्तो हुनेछ यहाँहरूलाई चाहिँ सबको इन्टरटेनमेन्ट दिनेछ है तपाईँ एकछिनमा भयो है गाइस। हामी चाहिँ पिपुल पार्क भन्ने ठाउँमा यहाँ आएको छौँ 5 जना। अब चाहिँ यहाँ बिस्तारै बिस्तारै यहाँको दृश्यहरू यहाँहरूलाई देखाउने प्रयास गर्दैछु गाइस। यहाँ चाहिँ अस्मिता बहिनी के अरे प्रिया साली छामा, यहाँ चाहिँ करण भाइ। प्रिया साली र अस्मिता बहिनी टिम खेल्दै है त गाइस। मजाले मनोरञ्जन गर्दैछन् 2 जनाले। ल गाइस, पिपुल पार्कबाट चाहिँ हामी चाहिँ अलि अर्जिङर रहेछ, अर्जिङर हेरेर हामी चाहिँ बाहिरतिर निस्किँदैछौँ है त गाइस। बाई बाई गाइस रे अस्मिता बहिनीको मिठो आवाज छामा साली साली हेर उता अझै बाँकी छ, अझै बाँकी। ल ल है गाइस, हामी चाहिँ पिपुल पार्कबाट निस्क्यौँ। अब आफ्नो गन्तव्यतर्फ जाँदैछु है त गाइस। अगाडि चाहिँ 3 जना हुनुहुन्छ। यहाँ चाहिँ मेरो साथी है त गाइस। यस्तै छ, गरम छ गाइस। गर्मी लाग्छ। कस्तो लाग्यो नि खाऊ मलाई त राम्रै लाग्यो। विशेष त अर्जिङर रहेछ होइन खाना अर्जिङर हेरेर हामी चाहिँ अर्क्यो है गाइस। भेटौँ ल के रहने छ यहाँहरूलाई के होइन कस्तो तरिकाले देखाउने छ है त गाइस। कति राम्रो फुल अनि हामी चाहिँ घुमघाम गरेर यहाँ साली अस्मिता बहिनी यहाँ करण भाइ छामा केही नष्ट गर्थ्यो है। हामी चाहिँ घुमघाम गरेर यस्तो छ खाने परिकार घुमघाम गरेर नष्ट गर्थ्यो है हामी। यस्तो छ नस्ता गर्दै गाइस। ल गाइस, हामी चाहिँ बजार नास्ता गरेर स्विमिङ खेल्थ्यो है गाइस। हेर्दै जानु होला। वातावरण चाहिँ यस्तो छ है, अन्य मान्छेहरू हुनुहुन्छ। ल है त गाइस, आजको भ्लग चाहिँ बिस्तारै बिस्तारै समापन गर्न गइरहेको छु। हस्त चन्द्र सूर्य हे